ब्रेकिङ न्युज साथीहरू, समाजसेवी आशिका तामाङ दिदी पनि अब राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिनु हुने भएको छ। उहाँलाई सम्मान स्वरूप एक लाइक गरौँ है। जसले जेसुकै भनो, रवि लामिछाने जस्तो व्यक्ति अब यो देशमा कोही पनि जन्मिनेवाला छैन। ऊ देश र जनताको मान्छे हो। रवि र बालेन मिलेको देखेपछि काङ्ग्रेस एमालेमा रुवा बासी चलेको छ। रविलाई र बालेनलाई गाली गर्नेको ओहिरो लागेको छ काङ्ग्रेस एमालेका कार्यकर्ताहरूको। ए झोले भाइ बहिनीहरू, जति गाली गर्न सक्छौ रवि र बालेनलाई गर। तिमीहरूको गालीले गर्दा नै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार भएको छ। ब्रेकिङ न्युज साथीहरू, खगेन्द्र सुनार पनि अब राष्ट्रिय स्वतन्त्र पार्टीसित गाभिने कुरा गरेका छन्। सम्भवतः भोलि पर्सिको दिनै उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिने छन्।